चेपाङ गएर नि यस्तो नाम निकालेको, नाम निकाल्न सक्यो, म चेपाङले नि यस्तो गर्नु सक्छ त्यस्तो भन्ने क्या। तपाईँ आफै पनि भन्नुभयो चेपाङमा पनि यस्तो छ र चेपाङले पनि नाम निकाल्छ र भन्ने व्यक्तिहरूको लागि तपाईँ के हुन् जस्तो लाग्छ? उनीहरूको अगाडि एउटा उदाहरण बन्न सकौँ। अनि चेपाङ जाति हाम्रो समुदायमा छु म के पनि गर्न सक्दिनँ, यो मान्छेले त मलाई यस्तो भन्छ, मैले त के नै गर्न सक्छु र भन्ने मान्छेहरूको अगाडि चाहिँ एउटा प्रेरणा बन्न सकौँ। हजुरआमाको भनौँ न बुढाबुढीको सहारा म बन्न सकौँ, मेरो हजुरआमाको चाहिँ एउटा टेक्ने लट्ठी भन्न सकौँ भनेर चाहिँ म नाम निकाल्छु नै भनेर पढेको। फर्स्ट पेपर पनि निस्कियो, सेकेन्ड पेपर पनि निस्कियो पहिलो प्रयासमै। अनि जब नाम निस्क्यो तब बधाई दिने गइरो हुन थाल्यो। अनि त्यसपछि मान्छेहरू सफलतामा मात्रै बधाई दिन आउने रहेछन्, ताली बजाउन आउने रहेछन्। दुःखमा पनि यस्तै गरेर सम्झिदिएको भए त हुन्थ्यो नि जस्तो लाग्ने। सानै भए पनि यति धेरै परिपक्व, यति धेरै दूरदर्शिता, यति राम्रो सुन्दर सोच कसरी आउँदो रहेछ? पढेरै आउँदो रहेछ कि व्यवहारमा परेर आउँदो रहेछ? व्यवहारमा परेर आउँदो रहेछ। शिक्षिका भएर भनेर हामी चिनौँ कि समाजसेवी भनेर चिनौँ? मान्छेले मैले समाजसेवा गरेको देख्दै गर्दाखेरि समाजसेवी भनेर पनि चिन्न सक्छन्। मैले पढाउँदै गर्दाखेरि मलाई देखेका छन् भनेदेखि म शिक्षक हुँ भनेर पनि चिन्न सक्छन्। अनि कसैलाई चाहिँ मलमपट्टि लगाइदिँदै गरेको देख्नुहुन्छ भनेदेखि म डक्टर पनि हो होइन। अनि भनौँ न प्राथमिक उपचार पनि गर्नुहुन्छ? म जीवनलाई त्याग सम्झिन्छु, किनकि मैले रहरहरू त्यागेको छु, आफ्नो खुसी सपनाहरू त्यागेको छु, आफैलाई त्यागेको छु। दुखी छैन तर खुसी पनि खासै छैन, तर सन्तुष्ट छु। किनकि मेरा बाले मलाई सन्तुष्ट हुन सिकाएका छन्। मैले आफ्नो लागि भन्दा पनि मेरो लागि त 2 छाक टार्न पुगेको छ होइन। अनि 1 सय टालो लगाउनु पुगेको छ, मेरो शरीर नाङ्गो छैन, मेरो लागि त्यही काफी छ। त्यति आलिसान भवन बनाउला भन्ने पनि सपना छैन? भोगविलासी गाडी चढाउला भन्ने अभिलाषा पनि छैन? छैन। 1 सरो कपडा एकास खानको लागि त हो नि, जसो तसो म टारिहाल्छु। मेरा पछाडि अन्धकारको सन्नाटा मुनि सङ्घर्ष पिल्सिएका ती भाइ बहिनीहरूको लागि हेर्नु छ, गर्नु छ, मेरो समुदायले उकास्नु छ। त्यही नै होइन त तपाईँको सोच? हजुर, मेरो सपना मेरो सोच नै त्यही हो। त्यही समाजमा रहेर के गर्न सकौँ भन्ने नै हो, उनीहरूको लागि केही गर्न सकौँ भन्ने नै हो। दर्शकवृन्द नमस्कार अनि स्वागत छ हेर्ने खबरको अर्को एपिसोडमा।